नमस्ते सबैजनालाई है र फेरि पनि स्वागत गर्छु सबै मेरो दिवसलाई है के चल्दैछ त जिन्दगीमा सबै राम्रै होला यस्तै हो फेरि ड्युटीबाट गयौँ है रुम गयो सुत्यो फेरि उनको ड्युटी आयो त्यस्तो छ प्रदेशको ड्युटी गयो आयो सुत्यो रुममा फेरि ड्युटी गयो बिहान है एक्स्ट्रा एक्टिभिटी छैन पहिला घुम्यो भने चाहिँ मजा थियो क्या आफ्नो एरियाको है यहाँ त छैन अब स्प्रेड ड्युटी गर सुत्दा र त्यही हो जिन्दगीमा सङ्घर्ष भने धेरै गर्नुपर्ने हो सङ्घर्ष भनेको जिन्दगीमा क्या जति गरे पनि नआउने भगवान्ले पनि त्यो लिस्ट हुन्छ नि लिस्टमा फर्स्ट लिस्टमा राखेको छ मजाले लाग्छ त के गर्दा पनि नहुने क्या स्ट्रगल भनेको अहिलेदेखि गरेको फाइदा केही पनि छैन कोही कोही बेला त कस्तो वाक्क लाग्छ सोच्दा पनि क्या अहिले चाहिँ यो बुक टाइप कन्टिन्यू गरेँ भनेपछि क्या विचार रातभर 24 आवर्स सफल हाम्रो रामदानसम्म चाहिँ 3 बज्नु चाहिँ अलिकति बस्नु गरौँ हुन्छ अब रुम गएर पनि निन्द्रा पनि टक्कै लाग्दैन हो पल्टिन्छ उता पल्टिन्छ सो त्यो बिचमा चाहिँ है बरु यसो भ्लग बनाउँछु होइन एडिटिङ गऱ्यो त्यहाँदेखि निन्द्रा पनि लाग्ने थियो कि त्यहाँनिर सुत्दा हुन्छ बिहान फेरि 12 बजी उठ्दा हुन्छ हो 12 बजी उठ्यो खानासाना खायो फेरि त्यहाँको ड्युटी हो त्यस्तै छ है लाइफ चाहिँ दिनचर्या मेरो चाहिँ है अब के भन्नु अब तपाईँहरूलाई दुःख नभई सुख है त्यही अब अहिले फ्यामिलीदेखिको टाढो हो दिदी नानीदेखिको टाढो भएछ दुःख गरिरहेछ है कतै भविष्यमा सुख पाउनु लागि ठिकै छ त्यो जो जस्तो भाग्यमा लेखेको हुन्छ है त्यस्तै गरिन्छ भन्नु त भनिन्छ अब भाग्यलाई हेर्नु सक्छ भनेर हो तर जति नै गरे पनि फेर्नु चाहिँ गाह्रो हुन्छ भाग्य त्यही त यत्रो गर्दा पनि अन्त फेरिहाल्छ नि त त्यो पनि छैन अप्ठ्यारै छ लाइफ किन हामीले क्या त्यस्तो टेन्सन कस्तो मजाको है आमा बाउसँग रमाउने है अब होटेलमा चल्ने त्यतिखेर त मजा हुँदो रहेछ है जब आफूले गर्ने जब आफूले आफ्नोमा पर्छ नि जब आफूले गर्न थाल्छ त्यहाँदेखिको चाहिँ थाहा हुँदो रहेछ क्या कस्तो चाहिँ हुँदो रहेछ जिन्दगी भन्ने कुराहरू चाहिँ क्या अहिले चाहिँ यसो बिदार खोलिँदैछ बिदार खोलिँदैछ मिन्स बुद्धि पलाउँदैछ क्या अहिले ए यो टाइममा बाउले है राम्रो गर गरेको यस्तो दुःख पाइन्थेन अब केही पनि छैन गरिन्छ जबसम्म बाँचिन्छ है हेर्दै गर्नुहोस् मेरो ब्लग है मलाई मनपर्छ एकदम लाइक सेयर कमेन्ट गर्दै गर्नुहोस् अझै तपाईँहरूले राम्रो
कमेन्टहरू है सेयरहरू कति गर्नु छ त्यति नै गर्नुहोस्। अझै राम्रो राम्रो भ्लगहरू बनाउनु पाऊँ होइन, राम्रो राम्रो कुराहरू देखाउनु पाऊँ, राम्रो राम्रो चिजहरू है तपाईँहरूको सामु ल्याउनु पाऊँ। र अहिले त अब त्यस्तो खासै त अब राम्रो हुँदैन किनभने त्यस्तो एक्सपिरियन्स पनि छैन। यसमा चाहिँ मोस्ट इम्पोर्टेन्ट एक्सपिरियन्स पनि हुनुपर्दो रहेछ। मैले यसो थाहा पाएको क्या, यसो बुझ्दाखेरि चाहिँ सबै कुरोमा विदाउट एक्सपिरियन्स केही पनि छैन। र यही क्रममा नेक्स्ट ब्लगमा भेटौँ साथीभाइहरू सबैजना। तपाईँहरूको लागि त गुड मर्निङ होला, मेरो चाहिँ गुड नाइट हो ल। ओके बाई बाई सबैजनालाई है, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। ओके।